हेलो व्हाट्सअप गाइज, न्यू डे विथ न्यू ब्लग। अनि आज दसैँ नेपालीहरूको महान चाडपर्व दसैँको सबैलाई शुभकामना छ। भर्खरै उठेर चियास्या पियो लिएर अनि अब बजार जाने थोरै काम रहेछ। बजार जानुपर्ने हुन्छ, सामान लिएर आउनुपर्ने हुन्छ। अनि के हुन्छ हेर्दै जानु होला है। म र बाबा भएर अहिले जाँदै हौँ मासु किन्नको लागि। अब दसैँमा त मासु खानै पर्यो, त्यही भएर अब मासु खानै पर्यो। मासु किन्नको लागि जाँदैछौँ। अहिले म यता इन्डियाको मुम्बईमा हो। अलि परिवारसँग रमाइलो गरेर त्यस्तै मजा आउँछ। हामी यता धेरै त छैनौँ, त्यही 4-5 जना छौँ। त्यसरी रमाइलो गर्नुपर्ने हुन्छ। घरतिर जाँदाखेरि धेरै रमाइलो हुन्छ। अनि काठ खेलिन्छ घरतिर हुँदाखेरि। काठ खेल्ने झन्डै बुझ्छ। भर्खरै मासु लिएर आएँ। घरतिर हेर्नु बाटो वर्षर दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो। नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो। फुल्यो बारीमा लरीलै धानको बाला झुल्यो खेतैमा। कति राम्री देखिन्थ्यो बरीलै जमरा र रातो टिकैमा। यता दुर्गा भवनको मूर्ति लिएर आएको छ।
दुर्गा भगवानको त्यो पानीमा हाल्नको लागि यही पानीमा यही तलाउमा डुबाइन्छ यस्तै भिड्छ कति भिड्छ उपरै भिड्छ क्या उपरभन्दा आज यस्तै हुन्छ लगभग 12-1 बजीसम्म नै भिड्छ उपरै हुन्छ यता यहाँ लगेको छ दुर्गा भगवानको पानीमा डुबाइन्छ डुबाएपछि त्यसलाई पछाडि लगेर हालिदियो क्या त्यसलाई के अरे त्यो दुर्गा माताको भगवानको उसलाई पछाडि लगेर हालिदियो दारू पण प्यायला डुबिसक्यो अहिले म यता तलबाट घर जान लागेको छु अनि आजलाई यति नै थ्याङ्क्स फर वाचिङ